गुड मर्निङ फ्रम मुस्ताङ। अनि यो चाहिँ हो बिहान बिहानको भ्यू, ब्युटिफुल भ्यू। म र सरलाई मिस चाहिँ छिट्टै उठेर हामी चाहिँ सबैलाई उठाउँदै थियौँ। यहाँ हेर्नु कि बदमास तँ मिस्टो निद्रामा सुतेको बेला डिस्टर्ब गर्ने को मान्छे। हामीले चाहिँ सबैजनालाई उठायौँ। त्यसपछि मैले चाहिँ गुड मर्निङको भिडियो बनाइसकेको थिएँ। विशेषहरूले बनाउनु भएको थिएन, हामीलाई सिकाइराख्नु थियो यस्तो यस्तो गर्नु भनेर। हामीले चाहिँ उहाँले सिकाए जस्तै गऱ्यौँ अनि आफ्नो बिस्तारा मिलायौँ। त्यसपछि चाहिँ हामीले खायौँ नास्तामा हामीले खायौँ बिहान बिहानै चिकन सुप, बिस्कुट अनि फेरि चाउचाउ के हो। अनि बिहान बिहानै छिटो रेडी भएर हामी चाहिँ घुम्न जान भनेर रेडी हुन लागेको थियौँ। सरहरूलाई चाहिँ छिटो रेडी हुनु, त्यसपछि चाहिँ हामी हुन्छौँ भनेर उहाँलाई पठायौँ। बाहिर हेरेको त यस्तो राम्रो हिमाल देखिरहेको थियो। म चाहिँ आफूलाई रोक्न सकिनँ। म चाहिँ छिटो रेडी भएर हजुर आउनु म तल भिडियो बनाउँछु भनेर तल लुङ्गी बोकेर भिडियो बनाउन आएँ। अनि लुङ्गी लाएर मैले भिडियो चाहिँ बनाइसकेको छु गाइस, तर अफसोस मैले त्यो भिडियो चाहिँ पाइनँ। अरूको मोबाइलबाट बनाएपछि यही आपत हुन्छ। अनि एउटा दुइटा फोटोहरू हामीले खिच्यौँ। त्यसपछि सबैजना तयार भएर आउनुभयो अनि हामी चाहिँ आफ्नो मेन गन्तव्यतर्फ लाग्यौँ। र यो चाहिँ हो मुक्तिनाथको यात्रा। हेर्न सक्नुहुन्छ यस्तो राम्रो थियो बाटो चाहिँ। अनि बिच बाटोमा यस्तो राम्रो भ्यू थियो। त्यो भ्यूलाई हेर्न फोटो खिच्न, फोटो हो कि फोटो खिच्न भिडियो बनाउनु भनेर रोक्यौँ। हेर्नु न कस्तो राम्रो भ्यू थियो कि। त्यहाँ हिमाल हेर्नु न। हामी यहाँको भ्यू इन्जोय गरेर अब अगाडि बढाउन लाग्यो। अगाडि बढ्नुभन्दा अगाडि एउटा दुइटा फोटोहरू हामीले मजाले खिच्यौँ। त्यसपछि अगाडि बढ्यौँ। अलि अगाडि गइसकेपछि यस्तो राम्रो ठाउँ रहेछ। यहाँ चाहिँ हिउँ परेको बेला पुरै हिउँले ढाक्छ भन्नुभएको थियो दाइले। यस्तो हिउँ परेको बेला आएको भए त हाय हाय भन्नुभएको थियो मलाई। अनि म चाहिँ पर्खालमा बसेँ त यहाँ चाहिँ बस्नु नमिल्दो रहेछ। अनि त्यहाँको स्थानीय बासिन्दाले यहाँ मिल्दैन बस्न, झर्नु भन्नुभयो। म चाहिँ झरेँ। अनि त्यसपछि यहाँको भ्यू यस्तो राम्रो थियो नि। म त हिमालदेखि हिउँ परेको बेला कस्तो हुन्छ होला भनेर यस्तो एक्साइटेड थियो त्यो भ्यू हेर्नको लागि। तर अफसोस त्यो भ्यूमा चाहिँ हेर्न पाएन। त्यसपछि यहाँ पनि एउटा दुइटा फोटोहरू हामीले खिच्यौँ। अनि त्यसपछि हामी बढ्यौँ अगाडि। हेर्न सक्नुहुन्छ यहाँको भ्यू कस्तो राम्रो छ। काँडा फल्नुभन्दा चाहिँ यही फलेको ठिक होला स्याउ। होस् न स्याउ पनि सस्तोमा एक्सपोर्ट होला। अनि साँच्चै गाइस यहाँको स्याउ फेरि यस्तो राम्रो सानोमा पनि यति क्युट के। हामी जाँदाखेरि एकदम सानो सानो थियो, ठुलो भएको थिएन। अनि एउटा डिसएडभान्टेज के भने यहाँ हामी जति पैसा दिएर किन्छु भन्दा पनि यहाँको स्याउ हामीले किन्न नपाइने रे। गाउँ बस्ती यस्तो राम्रो थियो कि साँच्चै। र अगाडि हेर्न सक्नुहुन्छ गाडीहरू, त्यो भनेको मुक्तिनाथको बस पार्क हो। अनि त्यहाँ चाहिँ धेरै इन्डियनहरू थिए। जहाँ पनि इन्डियनहरू कि कति आएको, सायद नेपाल सस्तो परेको भएर होला नि। अनि बिना भिजाको भएर पनि होला इन्डियनहरू धेरै आउने। र नेपाल हुँदा त सुन्दर देश पनि हो। संसारको सबै देशको सुन्दरता मिलाएर पनि नेपाल जस्तो सुन्दर देश हुन सक्दैन होला कि अरू कुनै। हेर्नु न मेरो आँखाले क्याप्चर गरेको भ्यूको 10% पनि मेरो मोबाइलले क्याप्चर गर्न सकेको थिएन कि। हुन त आइफोन अनि डिएसएलआर क्यामेराहरू भएको भए हुन्थ्यो होला। अनि हेर्नु हामी आउँदै बित्तिकै पुलिसहरूले के अभियान सुरु गरेका थिए, हजुर धेरै हुनुहुन्छ हजुरसँगै फोटो भिडियो खिच्छौँ भनेर हामी आउँदै बित्तिकै ब्यानर थमाइदिएँ। अनि मैले पनि एउटा पुलिसलाई चाहिँ मेरो थोरै भिडियो बनाइदिनु भनेर भिडियो बनाउन लगाएँ। त्यसपछि हामी अगाडि बढ्यौँ। यो चाहिँ हो बस पार्क। हेर्नु न कति मान्छे छन्। 100मा 75% त इन्डियन थिए होला, 25% बरु अरू ठाउँको अनि नेपालको थियो होला कि। नेपालको त सबैभन्दा मिनिमम टुरिस्टहरू नेपालका थिए, एकदमै मिनिमम के। अनि एकदमै म्याक्सिमम फेरि इन्डियन थिए। अनि यहाँको स्पेसल भेराइटिजहरू चाहिँ यहाँ राखेको थियो। अनि सबैभन्दा मन परेको त्यो कस्तो क्युट हो कि यो भेडा हो कि चौरी गाई हो, यति क्युट के, कति क्युट हो नि त सेतोमा। अनि त्यसलाई देखेर किन्न त मन लाग्छ तर मेरो पैसाले म सक्दैन भन्यो। त्यसपछि म चाहिँ अगाडि बढेँ। सदरमुकाम चाहिँ यस्तो राम्रो छ कि। हामीले चाहिँ यहाँ त अब पहाडतिर हिमालतिर सानो सानो गाउँहरू घर होला भनेको
यहाँ त यस्तो रहेछ गाइज, यस्तो राम्रो। अनि यहाँ चाहिँ मान्छेहरू जो सिँढी चढ्न नसकेर घोडाबाट त्यसपछि डोलीबाट पनि गएका थिए, तर हामी चाहिँ हिँड्दै हिँड्दै गयौँ। अनि हाम्रो विशेष सरलाई फेरि टोपी देख्ने हुन्न, किन्ने होइन, फेरि फोटो खिच्ने भिडियो बनाउने अनि छोडिदिने। यहाँ हेर्नु न, पुरा दुई भाइनाले लगाएर फोटो भिडियो खिच्नुभयो, तर किनेको चाहिँ होइन है गाइस, नझुक्किनु होला। अनि यो चाहिँ सदरमुकाम, अनि कतिचोटि भनिसकेँ, तर कस्तो राम्रो राम्रो घरहरू कि अझ ठुल्ठुलो घर, ठुल्ठुलो होटल बनिरहेको छ। अनि यतातिरका मान्छेहरू उतातिर गएर बनाइरहेका छन् कि बिजनेस नेपालमा जे गरे पनि चल्ने रहेछ, तर मान्छेले गर्न नसकेको रहेछन् भन्ने कुरा मैले थाहा पाएँ। अनि त्यत्रो सिँढी चढेर हामी चाहिँ मुक्तिनाथको मन्दिर, फाइनल्ली मुक्तिनाथको मन्दिरमा हावा चले सरर भन्छ नि, तर हामी जाँदा त्यस्तो बेसी हावा चलेको थिएन, तर शीतलै थियो। अनि यतातिर चाहिँ टुरिस्टहरूले चाहिँ पुरा भजन कीर्तन गरिरहेका थिए, अनि हामी पनि जाऊँ न त नाच्न भनेर हामी पनि जान लाग्थ्यौँ। त्यसपछि गाइज खोइ के सोचेर मैले त्यति मात्र भिडियो बनाएछु, हुन त अरूको मोबाइलबाट सार्न पर्ला भनेको थिएँ, सार्न नि भ्याएन, अर्काको मोबाइलबाट बनाएछु यस्तै हो। अनि अलिकति भिडियो बनाउँछु भनेको सबै चड्डी बन्डी नाङ्गे फुङ्गे आउँछन् अगाडि, तिनीहरू के भिडियो बनाउने भनेर बनाएन। यहाँ चाहिँ उहाँहरूले पानी छोड्दै टाउकोमा राख्दै गर्नुहुन्थ्यो, हामी चाहिँ कपडाहरू लिएर आएनौँ नुहाउन भनेर। अनि मैले यसो छुन्छु भनेको धारा पनि कति टाढा टाढा हो, र मुक्तिनाथको मन्दिरमा के भन्छ 22 धारा होइन चाहिँ 108 हैछ भने के छ नि, यहाँ भोइसओभर गर्ने वातावरण पनि छैन कि, यस्तो कुखुराहरू कराछन्। अनि मैले चाहिँ यस्तो मजाले सबै धाराहरू छोएर अनि पानी भए पनि छम्किन्छु भनेको, यति चिसो धाराको पानी, म भन्दा धेरै त मेरो कुखुराहरूले भोइस ओभर गरेर ची गरेछन्। यति धेरै कुखुरा पाल्नु पनि मुस्किलै हो, धन्न लडे छैनन् हेर्नु, त्यही पनि यहाँ लड्न लागिसक्यो क्या हो। पानी यति धेरै चिसो थियो नि, मैले त पानी पनि टाउकोमा राख्न सकेको थिएन कि। धन्यवाद, मैले सकेन फेरि बातमै हात यस्तो घाम लाग्छ पनि। र यो हो मुक्तिनाथको मेन मन्दिरभित्र चाहिँ हामी गएनौँ, मैले चाहिँ बुट लाएर गएको थिएँ, त्यही मलाई खोल्न यति पनि मन लागेको थिएन। र आजको भिडियो यति नै, के कस्तो लाग्यो लाइक शेयर सब्सक्राइब कमेन्ट गरिदिनु होला, बाई।